अनुभव हुन्छ। दर्शकबिन नमस्ते, म दिलीप बस्नेत। यतिखेर हामी दैलेखको महाबु गाउँपालिका रानीवनमा छौँ। विशेष गरेर हिजो 5 गते यहाँ आइयो। हामी महाबु लेकसम्म जाने भनेर आएको यात्रा हो। आज पानी परेर विशेष हामी यतै बसेछ। हामी भोलि पक्कै पनि महाबुमा जानेछौँ। आज हाम्रो यता सुमन सरको ससुरालीमा आएका छौँ। उहाँ बाजेसँग हामी थोरै भलाकुसारी गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। विज्ञ भनेर पिएचडी पास गरेकै नि पहिला सुरुमा हाम्रो नेपालमा धेरै जस्तो थिएनन् त्यतिखेर पिएचडी पास गर्ने नै त्यतिखेर जनताले सबलाई भनेर त्यो उसकै नाममा दिएको बाबुरामकै नाममा दिएको। पछि उहिले एकदमै 80-90 वर्षका बाजेहरूले के भन्नुहुन्छ, इतिहासकै सबैभन्दा महान पुरुष भनेका पृथ्वीनारायण शाह कि त राजा महेन्द्र कि त अहिलेका बालेन शाह भन्ने पनि हामीले सुन्ने गर्छौँ। के हो बाजे उसको? त्यो भन्दा पनि अब बालेन शाहको त बिचारै भ्याएको छैन। अहिले भर्खर बिचारा भर्खर उम्रिया हो होइन, अहिले भर्खर उम्रिया हो। अब यिनीहरूको त केही उ छैन। तर रवि लामिछानेलाई अब पछाड्नलाई निकै अहिलेका सूक्ष्म सामान त्यो गरेकै हुन्। तर उसको खोट भइदिएदेखि त राजनीति थिएन नि होइन। खोट अहिले निपुर्ण रहेछ भन्ने मलाई थाहा किनभने लामिछाने कि अब उसैले खोलेको पार्टी। उहाँलाई चाहिँ सहकारी ठगको मुद्दा लागेको थियो होइन, जेल पनि धेरै जानुभयो। अनि अहिले अब उनलाई म खास गरिकन ठिक रहेछ भन्ने किनभने जनताले पत्याइदिए। अब जनताले जहाँतिर बहुमतको सरकार आइसकेपछि जनता जतातिर गयो त उसले राम्रो मान्नुपर्छ कि होइन। एक्लैले राम्रो मानेर त भएन। बहुमतले राम्रो मान्दैन। जनताले विश्वास गरेर राष्ट्रिय स्वतन्त्र पार्टी लगभग 2/3 मत पनि दिएको छ। अब जनताको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले कतिको काम गर्छ त्यसको लागि हामीले हेर्न बाँकी पऱ्यो। त्यो अब हामी त दिन गइसक्यो, आज कि भोलि होइन। अब अहिलेका युवाहरूले हेर्नुपर्ने काम त्यो हो। आफ्नो विचारको लागि भन्ने भनेपछि मेरो विचार त्यही आफ्नो विचार। अहिलेको समयलाई खोट विचार मेरो पार्टीमा मैले चिताएको पार्टीमा मैले भोट दिएको पार्टीमा मैले 48मा भोट दिएको संसदमा मलाई कम्युनिस्ट भन्ने पहिला हेरेको नेताहरूले गाई काटी खान्छन्, त्यो 60 वर्ष पुग्यो भने त्यसले गुणगान दिन्छन् भन्ने पनि गरेका थिएँ। तर यहाँ हाम्रो घरैसी हिसाबले हेर्दाखेरिमा म त कुनै पार्टीमा पनि नेतालाई बोला भनेर आफ्नो विचारले धुन्दानेर हलो जुन्ने मान्छे हुँ। तर पछि के कस्तो हुँदाखेरिमा मादलमा मैले भोट दिनुपर्ने बाध्यता भयो। तर मादलप्रति बुवा हजुरको चाहिँ त्यस्तो विश्वास लाग्यो कि शपथ गरेर लिनु भएको थियो र हामी अब मैले पछि हाम्रो यो गाउँ कमिटी भन्दाखेरिमा मैले अब आफ्नो कोषाध्यक्ष यसो तसो मैले सानो सदस्य काम पनि गर्नु त गरेँ होइन। अहिले मेरो भाइहरू पनि नेता छन्। अहिले हाम्रो नेता यहाँको दैलेख जिल्लाको नेता हाम्रो जग्गबहादुर शाह मन्त्री संसद जग्गबहादुर शाह यहाँ अस्तिको प्रतिनिधि सभा चुनावमा उहाँ आउनु भएको थियो कि अहिले हाम्रो चुनावमा त हाम्रो जग्गबहादुर शाह उठेनन्। अहिले अस्तिको क्षेत्र नम्बर 1 बाट हाम्रो नेपाली कङ्ग्रेसको बासना थापा यिनीहरू उठ्ने बेला त हाम्रो 1 नम्बर क्षेत्रबाट हाम्रो जगत ओली आएको थिएँ अनि जगत ओली उठाएको थिएँ। तर उताबाट मैले बिर्सेँ मैले उता 2 नम्बर क्षेत्रबाट पनि उठाएको थिएँ। हाम्रो उठ्छन् हाम्रो अहिले नन्दबहादुर शाही हाम्रो कालीकोटबाट नवराज कोइराला हाम्रो मनोनियतबाट नवराज कोइराला भएको मान्ने भएको। अनि मधुर किसान पार्टीबाट त अहिले सांसदमा कोही पनि छैन। सांसदमा छैन। अहिले नारायण राष्ट्रिय स्वतन्त्र पार्टी 1 नम्बरमा छ। नेपाली कङ्ग्रेस त्यस पछाडि नेकपा एमाले छ। नेपाली कम्युनिस्ट पार्टी पहिलाको माओवादी थियो, अहिले तारा भन्छन् त्यो छ। त्यस पछाडि श्रम अहिले छैन। अहिले पनि हाल्दैन थियो, अहिले हारो। त्यसै गरी राप्रपा छ। अनि एउटा मात्रै स्वतन्त्र उम्मेदवार महावीर हुनुहुन्छ। मजदुर किसान पार्टी चाहिँ अहिले मजदुर किसान पार्टीमा छैन। पिरुमस्वाल हुनुहुन्थ्यो हाम्रो अहिलेसम्मलाई नहारेको नारायण बिजुली र पिरुमस्वाल हुन् हाम्रो
पिरुमसल हुन् अहिले पिरुमसललाई पनि हराए 28 मत उसको पिरुमसलको भयो अनि उसको विरोधीले 33 मत 33,000 लियो कहाँ चाहिँ यता आउँछ 5,000 फरक पारेर